वनस्पति अनुसन्धान आज त मान्छे छैन क्या त्यति दिदी वाउ भन्नु ल सानो मान्छे कहाँ आउनु भएको यहाँ फोटो कति राम्रो आउँछ होला यता फर्की त Jasmine. हजुर भन न नानु छ हजुर भने Thank you. Ini ada pas gini. यस्तो गरेर के कस्तो गरेर यस्तो गरेर हिजो देखेको होला है कालो देखाएको छ तपाईँ चाहिँ मान्छे आफ्नो छैन नानी हजुर ला ब्याग झऱ्यो आफूले फ्याल्यो कि अब राम्रोसँग बोक्नुहोस् ब्याग उल्टो भयो यसरी बोक्ने यसरी ओ ओ हजुर ल बोक्ने ल ल ल ल यसरी बोक्नु लाग्यो कि भाइ किन किन हुँदैन कति राम्रो क्या यो यहाँबाट हिँडेको म भिडियो बनाउँछु ल कहाँ हिँडे जस्तो लाग्यो होला त्यो उयो यस्तो भयो नि त कस्तो दामी देख्ने क्या तर मम्मी मेरो उता खिच्ने कि राम्रो आउँछ त्यो भित्र कस्तो राम्रो राम्रो ठाउँ सबै तैँले यहीँ मात्रै सिन्छ भन्ने ठान्ने क्या होइन थाहा छ हामी अस्ति गएन नि त्यहाँ फुलबारीबाट हिँड्नुहोस् यता हिँड्नुहोस् रमाउने भयो नानी आज मन्डेश्वरीको कि सानो जस्तो कति राम्रो राम्रो सानोको साथीहरू आउनु भएको अरे नि त सानो त्यहाँ सानोको साथीहरू आउनु भएको छ अरे नि त छिटो घुम्नुहोस् छिटो भिड्नुहोस् तपाईँ पनि हिँड्नु न तपाईँ पनि हिँड्नु नानीलाई समाएर हिँड्यो के म नि तपाईँको फोटो खिच्दै आउने यहाँनिर एउटा यहाँ बस्नु त मलाई ल्याइसक्यो त हामी चारजना बस्नु खिच्दै हुन्छ ल भिडियो गरिस् ल गर ल गर लजाऊ 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 यतापट्टि सानो यता आउनुहोस् ल अब यता आउनुहोस् त यहाँ घुम्ने त यहाँ आइज यहाँ कस्तो राम्रो होइन यहाँ घुमी गर्नुहोस् ल भेट्नुहोस् ल नो सानो नो दिदीसँग हिँड्नेछु न दिदी भन न दिदी पक्नु
हेर त ऊ के हो साना दिदैन भिडियोमा खिचेपछि आउँछ कि फोटो त्यतिकै कति सुन्दर कति रमणीय वातावरण है मम्मी छिटो हिँड्नुहोस् न खोइ नानी हिँडेको नि नाम त के हो है नाम त नानी हिँडेको नि त्यहाँ फर्किँदा खिचाउला के टमाएर हिँड्न नानीलाई कस्तो राम्रो देख्छ कि दिदीहरू छ छिटो ल दिदीहरू छ मैले न्यू साना न्यू म चाहिँ भिडियो गर्ने भएको भएर होला होइन खासै मेरो भिडियो चाहिँ कहीँ आउँदैन कि नानु साना हजुर भने मामुलाई मनपर्ने फुल बगैँचा छ साथी हेर साथी साथी भन त कति राम्रो छ है नाना नानु कस्तो लाग्यो मम्मी तपाईँलाई रमाइलो लाग्यो राम्रो लाग्यो पहिला कस्तो थियो अहिले यस्तो बनायो अब पहिला तपाईँ यहाँबाट हिँड्नुहुन्थ्यो र पहिला जङ्गलबाट यता आइपुग्यो नि खोइ के गर्ने बेला खोइ यही बाटो कि कुन बाटो यहाँ कहाँ यस्तो थियो नि त पहिला जङ्गल चाहिँ कस्तो राम्रो बनेको कि मलाई यस्तै है नमिता यत्रै फराकिलो ठाउँ होस् अनि एउटा घर होस् कहाँ सबैतिर बार लगाएको त होइन र ऊ त्यस्तो लगाएको कि त्यो उयो चाहिँ हो र वनस्पति जङ्गल यति हो र अरू छैन म त यति नै होला त्यो वनस्पति जङ्गललाई पुरै के भन्छ अरे फाँडेको होला भन्ने ठानेको के त्यही राम्रो के ल साथीहरूसँग हिँड्नुहोस् सिधै हिँड्नुहोस् साथीबाट सिधै हिँड्नुहोस् न म त भुलेछ है अब छैन उता उता नि होला न हिँड्नु साथीबाट साथी भन्नुहोस् ल साथी साथी भन्नुहोस् ल ल ल ल ल ल साथी भन्नुहोस् न जानु साथी कति धेरै नानी कस्तो दामी आएको भयो दुई चार
भइसक्यो मैले खिच्छु क्या ल भने मेरो सम्भव क्यामेरामा हेर न कहाँ भुइँतिर हेरेर बसेको उता हेरि उता एबिसिडी भन्ने है कस्तो काम यीसम्म होइन यीसम्म भन न खिचे कस्तो राम्रो सानो मान्छेले उतै छ ध्यान सानो मान्छे यता हेरिस ल आहा सानो सानो मान्छे हजुर त्यो जाने भिडियो गरिसक्यो खोइ त साथीहरू त बोल्नु भएन कोही बोल्नु भएन हजुरसँग खोइ साथीहरू बोल्नु भएन ला साथी कोही बोल्नु नै भएन हजुरसँग दादा भन्नुहोस् न त दादा भन्नुहोस् साथी त कोही बोल्नु नै भएन सानो मान्छेसँग साथी कोही बोल्नु भएन है सानो मान्छे दादा अरे बोल्नुहोस् न नानीसँग बोल्नुहोस् त हजुर भन न ल समाउ त नानी भन्नुहोस् त समाउ त आहा दिदी भन्नुहोस् दिदी भन्नुहोस् ल दिदी दादा भन्नुहोस् ल हिँड्नुहोस् दादाहरूसँग खेल्ने हो ल हिँड्नुहोस् खेलेको नि ल हिँड्नुहोस् ल खेली गर्नुहोस् न बिचरा नानीसँग नि खेल न दादा नानीसँग नि खेलिदिनुहोस् ल खेल्नुहोस् नानी पनि खेलिरहनुहोस् ल घुमी गर्नुहोस् ल दादालाई भेटी गर्नुहोस् नानीलाई भेटी गरेको छु गर्नु खेल खेली गर्नुहोस् घुमी गर्नुहोस् ल यता हिँड्न ल ल नि ल बस्नुहोस् जानु ल बस्नुहोस् साथीहरूसँग बस्नुहोस् जानु त सानो मान्छे बस्नुहोस् जानु हजुर पनि Got it?
हेलो अब म त भित्रै आऊ त हामी अस्ति पढेको ठाउँमा तिमी आइपुग्यो छैन यहाँ यहीँ आऊ न हामी यहाँ फोटो खिचेर बसिरहेको छु ल सिधै यहीँ आऊ ल नानी यता आउनुहोस् भित्र बस्यो नानी त नानी यता आउनुहोस् आउनुहोस् बिचार नानी टाटा गरिदिनुहोस् ल साथीलाई टाटा गरिदिनुहोस् टाटा यता टाटा गरिदिनु यता ऊ हप्पा गरिदिनुहोस् ल साथीहरू जानुभयो साथीहरू जानुभयो ल ल ल ल हामी पनि जाने हो ल ल हामी जाने होइन नि त साथी नानी हामी आउनुहोस् हामी जाने होइन नि त हामी जाने होइन नि त सानो साथीहरूलाई टाटा गरिदिनुहोस् ल साथीहरूलाई टाटा गरिदिनुहोस् हामी जाने होइन नि त हामी जाने होइन नि त सानो टाटा गरिदिनु साथीहरूलाई ल बिचरा मेरो सानो बजे हेरेको हेरे भयो ऊ वा ऊ आमा त दिदी यता हिँड्नु हुनुहुन्छ नि त आउनुहोस् साथीहरू अहिले आउनुहुन्छ ल हिँड्नुहोस् यता हिँड्नुहोस् आमाबाट हिँड्नुहोस् ल छिटो दौडिनुहोस् ल फु गर्नुहोस् ल फु गर्नु ल फु गर्नु ल फु गर्नु समाएर फु गर्नुहोस् समाएर फु गर्नुहोस् समाएर समाउनुहोस् ल फु गर्नुहोस् लाउनुहोस् लाउनुहोस् यहाँ कति छ यहाँ फुली त्यो रुमाल नसमान चकमा नबजाऊ फु गर्नुहोस् फु गर्नुहोस् फु गर्नुहोस् फु गर्नुहोस् छिटो फु गर्नुहोस् ल कस्तो कोही पनि नभएको आज तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर उठेन कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला The number you are dialing is not answering. Please call back later. यता हेर्नुहोस् त सानो गर्नुहोस् ल त्यहाँभन्दा यो यहाँनिर खिचेर राम्रो हुन्थेन नि यहाँ मम्मी आउनु तपाईँ पनि खिच नाना म यहाँनिर खिचौँ नानु आऊ 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 यहाँ आऊ फुल त्यो त आउँछ त उतारबाट खिच्न ए साथी देख्नु कि आऊ आइया हुन्छ नानी फुल उगान नानी कता खिचेको
म यो फुल टिपेको होला झऱ्यो कि टिप्यो है हेर्न दिनु त झऱ्यो होला कस्तो राम्रो हुने कि फुल त्यस्तै मन पर्नु कति सघाइ चाहिँ अब नानी त के हो सातो नै लिएर गएको जस्तो त्यो नानीहरूले सासू लिएर आयो क्या हो यहाँ ल यहाँ ल ल नानी म भएर ल यहाँसम्म यहाँ ल पखाइ पखाइ ल ल ल ल यता फर्क यता फर्क यता फर्क यता फर्केर खै ल वाउ यता हेर्नु नाम त नजाने कहाँ जाने अहिले हजुर यहाँ बस्नु आउनु यहाँ बस्नु त यो फुल टिपी गर्नुहोस् त हो हजुर छैन त्यो हुन्न न हामी यहीँ बस्दै आइज हामी त नानी हो नि त सानो मान्छे हामी घर जाने हो अब कहाँको आउनु भएन है अब हामी घर जाने हस् दिदीलाई हो दिदी एक्लै दिदी बोलो बोलो अब ऊ दिदी एक्लै त्यहाँ त बोलो दिदी बोलो आउनुहोस् भन त दिदी बोलो दिदी आउनुहोस् भन ल ल ल यहाँसम्म जान्छ आकु मलाई त हेर्नु भएको छैन त के छ सानो मान्छे माया गर्नुहोस् आकुलाई आकुले माया गर्नुहोस् ल बुनु भन त मुसु बुनु रे हजुर भन्नुहोस् हजुर भन्नुहोस् मलाई हेर्दा त कस्तो ठुलो लाग्छ यहाँको सानो के सानो त छ नि सानो मान्छे हो दिदी मम्मी खै बुनु भनेकै छैन भन्जुले खानेकुरा देखेर नि त्यहाँ खानुहोस् त खानुहोस् लाज पनि लाग्यो बुझे जस्तो लाज मारे नि कस्तो चिनेर मलाई त टाढैबाट हो नि हाफ गर्नु हाफ गर्नु के दाँत देखाएको देखाएको त त मलाई खेलेको नि नानी ल के अरे भान्जी र नानी खेल्नुहोस् न एकछिन ल भान्जी र नानी खेल्नुहोस् त ल ल ल ल छिटो दिदीलाई दिनुहोस्